ल आज नेपालमा एकदमै चर्चामा रहेको विषय ई स्पोर्ट्सको संसारमा अलिकति गहिरिएर हेरौँ है त। हामीसँग भएको जानकारीले यसको विकास कसरी भइरहेछ, के कस्तो अवस्था छ, त्यसैमा केन्द्रित रहन्छौँ आज। सुरुमा ई स्पोर्ट्स भनेको के हो छोटकरीमा भनिहालौँ न। हुन त धेरैलाई थाहा छ होला, यो चाहिँ इन्टरनेटमा खेल्ने कम्पिटिटिभ भिडियो गेम हो नि, जस्तै पब्जी मोबाइल, डोटा 2, फ्री फायर, भ्यालोरेन्ट जस्ता खेलहरू। खेलाडीहरू एक्लै खेल्छन्, कहिलेकाहीँ टिम बनाएर खेल्छन्, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्छन्। तर यहाँ चाखलाग्दो कुरा चाहिँ नेपालमा यसको विकास कसरी भयो भन्ने हो। नेपालमा ई स्पोर्ट्सको लहर खास गरी पब्जी मोबाइल अनि फ्री फायर जस्ता मोबाइल गेमहरूले गर्दा निकै छिटो फैलियो के। स्मार्टफोनको पहुँच बढे नि त, अनि युवाहरूमाझ यो लोकप्रिय हुन धेरै समय लागेन। मोबाइलले त एकदमै सजिलो बनाइदियो। हो, यसले गर्दा DRS गेमिङ, T2K, स्काइलाइट्स गेमिङ जस्ता व्यावसायिक टिमहरू पनि उदाए। उनीहरूले त अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको नाम राख्न सफल पनि भएका छन्। ए हो र? यो त ठुलो कुरा हो नि। हो नि, आफैमा ठुलो विकास हो यो। दक्षिण एसियाली स्तरमा त नेपाली टिमहरूको राम्रै चर्चा छ अचेल। त्यो त साँच्चै राम्रो समाचार। अन्तर्राष्ट्रिय सफलताले पक्कै पनि अरूलाई हौसला दिन्छ होला। अनि मैले यो जानकारी हेर्दाखेरि यसले त रोजगारीका नयाँ बाटाहरू पनि खोलेको रहेछ नि, होइन त? एकदमै। कस्ता कस्ता अवसरहरू देखिएका छन् त? यो अब मनोरञ्जन मात्र रहेन के। प्राप्त जानकारी अनुसार प्रो गेमर बन्ने सपना देख्नेहरू त छँदैछन्, त्यो त प्रमुख भइहाल्यो। तर त्यो बाहेक पनि धेरै सम्भावनाहरू छन्। जस्तै गेम स्ट्रिमिङ गरेर कन्टेन्ट क्रिएटर बन्ने, युट्युबर स्ट्रिमरहरू, त्यो चलन एकदम बढेको छ। त्यो त देखिन्छ पनि। त्यस्तै प्रतियोगिताहरू आयोजना गर्ने इभेन्ट म्यानेजर अनि खेलको कमेन्ट्री गर्ने व्यक्ति, के अरे कमेन्टेटर, क्यास्टर। कास्टरहरू। गेम डेभलपर बन्ने अवसर पनि छ, अनि टिमलाई प्रशिक्षण दिने कोच। ओहो, धेरै क्षेत्र रहेछन्। यी भूमिकाहरू पनि महत्त्वपूर्ण बन्दै गएका छन्। सुन्दा त निकै उत्साहजनक लाग्छ। तर यी अवसरहरूसँगै चुनौतीहरू पनि त होलान् नि। पक्कै पनि। नेपालको सन्दर्भमा मुख्य बाधाहरू चाहिँ के देखिन्छन् त? हो, चुनौतीहरू पनि छन् र ती निकै महत्त्वपूर्ण छन् जस्तो लाग्छ। पहिलो त पूर्वाधारकै कुरा आउँछ। पूर्वाधार मतलब भरपर्दो र छिटो इन्टरनेट सबै ठाउँमा छैन। राम्रो गेमिङ पिसी, मोबाइल फोनहरू अलि महँगो पर्छन्। हो त। खेलाडीहरूलाई अभ्यास गर्न विशेष ठाउँ, त्यो गेमिङ हाउस वा बुट क्याम्प भन्छन् नि, त्यसको पनि कमी छ। प्राविधिक कुराहरू। हो, यी त भए प्राविधिक कुरा। अनि सामाजिक दृष्टिकोण नि, अझै पनि गेम खेल्नुलाई त समय बर्बाद गरेको जस्तो हेरिन्छ होला है। त्यो अर्को ठूलो बाधा हो। एकदमै। धेरै अभिभावकहरू अनि समाजको ठूलो हिस्साले अझै पनि ई स्पोर्ट्सलाई करियरको रूपमा स्वीकार्न सकेको छैन। अझै खेल जस्तो मात्रै हो। यसलाई केटाकेटीले खेल्ने खेल वा समयको बर्बादी मात्र ठान्ने प्रवृत्ति त्यो अझै बलियो छ। यसले गर्दा खेलाडीहरूलाई परिवारबाट समर्थन पाउन गाह्रो हुन्छ। त्यो त हो। यसबाहेक यस क्षेत्रमा लगानी र व्यवस्थापन प्रोफेसनल म्यानेजमेन्टको अभाव छ, जसले गर्दा नियमित र स्थायी आयको ग्यारेन्टी हुँदैन। कमाई निश्चित नहुने हो। यो अनिश्चितताले गर्दा पनि धेरैले यसलाई फुल टाइम करियर बनाउन अलि हिचकिचाउँछन्। यी चुनौतीहरू त निकै गम्भीर देखिन्छन्। पूर्वाधार एकातिर, सामाजिक सोच अर्कोतिर। दुवै उत्तिकै महत्त्वपूर्ण छन्। तर स्रोतहरू हेर्दा कुन चाहिँलाई अलि बढी जोड दिएको पाइन्छ? खै, दुवैले उत्तिकै भनेको छ। पूर्वाधार बिना त अन्तर्राष्ट्रिय स्तरमा टिक्न गाह्रो भइहाल्छ, तर सामाजिक स्वीकृति बिना त प्रतिभाहरू नै अगाडि आउन डराउने भए नि। हो त। सामाजिक धारणामा सकारात्मक परिवर्तन नआएसम्म पूर्वाधारमा मात्र लगानी गरेर दिगो विकास हुन गाह्रो छ। खेलाडीहरूलाई त्यो मानसिक र सामाजिक समर्थन पनि चाहिन्छ। त्यसो भए यति धेरै चुनौतीका बावजुद पनि समग्रमा हेर्दा नेपालमा ई स्पोर्ट्सको भविष्य कस्तो देख्नुहुन्छ त? जानकारीले के संकेत गर्छ? सम्भावना त प्रचुर देखिन्छ। चुनौतीहरू छन्, तर युवाहरूको लगाव हेर्नुहोस् न। केही टिमहरूको अन्तर्राष्ट्रिय सफलता, बढ्दो डिजिटल पहुँच, यिनले आशा जगाएको छ। यो अब केवल मनोरञ्जनको साधन मात्र होइन,
बिस्तारै करियरको विकल्प एउटा उद्योगको रूपमा विकास हुने सङ्केत चाहिँ देखिन्छ। अनि यसको विकासका लागि के कुरामा जोड दिनुपर्ने देखिन्छ त जानकारी अनुसार? जानकारीले के देखाउँछ भने यसलाई अगाडि बढाउन बहुपक्षीय सहयोग चाहिन्छ क्या। मतलब सबै पक्ष मिल्नु पर्यो। जस्तै सरकारले यसलाई खेलकुदको मान्यता दिने, नीति नियम बनाउने, पूर्वाधारमा लगानी गर्ने। सरकारको भूमिका हो। अनि निजी क्षेत्रले प्रायोजन गर्ने, व्यावसायिक संरचना बनाउन सघाउने, अनि समुदाय र अभिभावकले पनि यसप्रतिको धारणालाई अलि फराकिलो बनाउने हो भने नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा अझै धेरै गर्न सक्छन्। हो नि, एउटा इकोसिस्टम नै चाहिने रहेछ। एकदम। ल आजको यो हाम्रो गहिरो छलफलको अन्त्यमा एउटा प्रश्न मनमा आइरहेको छ। यदि ई स्पोर्ट्सप्रतिको सामाजिक धारणा बदलियो अनि पूर्वाधारमा पनि आवश्यक लगानी भयो भने के यसले भविष्यमा नेपालको रोजगारी सृजना र डिजिटल अर्थतन्त्रमा एउटा नयाँ तरङ्ग नै ल्याउन सक्ला त? यसमा सोच्नलाई धेरै ठाउँ छ जस्तो लाग्छ।